नमस्ते सबैजनालाई। आज म जन्मेको दिन मलाई चिन्ने नचिन्ने सबैजनालाई हृदयदेखि नै माया छ र विशेष म आज मानव आश्रममा आएको छु र यहाँनिर भनेको सानो बालबालिकाको उज्जवल भविष्यको भनेर कामना गर्दछु। मसँग भनेको मेरो हातमा एउटा कपी र एउटा पेनसँगै धेरैवटा सहयोगको भावनाले भनेको यहीँसम्म आएको छु। मैले देखेको साथीभाइको बर्थडे चाहिँ के हो भने बर्थडे मनाउनु पर्छ, एकदमै ठुलो होला क्राउडमा भनेको आफूले भनेको बर्थडे सेलिब्रेसन गर्नुपर्छ र धेरै थोरै भनेको बजेटमा भनेको त्यहाँनिर साथीभाइलाई भनेको विभिन्न खालको भनेको पार्टीहरू दिनुपर्छ, विभिन्न खालको भनेको खाने रमाइलो गर्नुपर्छ भन्ने कुराहरू मैले बुझेको हो हाम्रो समाजबाट। तर मेरो पर्सनल ओपिनियन चाहिँ के हो भने म मेरो साइडबाट साथीभाइलाई भन्दा पनि म भनेको यस्तो अनाथ बालबालिका र सँगसँगै वृद्ध आमाबाबालाई चाहिँ सहयोग गर्न चाहन्छु, जसको कोही पनि छैन। उहाँहरूको लागि तपाईँ हामी नै हो। त्यसैले आफ्नो बर्थडे सेलिब्रेसन भनेको एकदमै हाई प्रोफाइलमा भन्दा पनि यस्तो अनाथ आश्रमहरूमा सहयोग गरेर जसको कोही पनि छैन उनीहरूको लागि एउटा सपोर्टर बनिदिनु होला भन्ने यही भिडियोबाट भनेको हजुरहरूलाई सबैलाई जानकारी दिन चाहन्छु। थ्याङ्क यू सो मच।